नमस्ते, म पुष्कर पन्त सुवार। यति बेला म सल्यान जिल्लाको कुमा गाउँपालिका वडा नम्बर 6 बडागाउँदेखि तपाईँको बीचमा आमा शब्दसँग सम्बन्धित यो एउटा आमा शब्द विशेष भन्न गइरहेको छु। आमा शब्दसँग सम्बन्धित यो दुःख पीरमा आमा हुनुहुन्छ, मेरो मनको मन्दिरमा आमा हुनुहुन्छ। साथ दिने दुःख पीरमा आमा हुनुहुन्छ, मेरो मनको मन्दिरमा आमा हुनुहुन्छ। आज फूल सजाई भोलि वैली दिन्छ अजम्बरी यो शिरमा फेरि आमा हुनुहुन्छ। आज फूल सजाई भोलि वैली दिन्छ अजम्बरी यो शिरमा मेरी आमा हुनुहुन्छ। सपना देखेको भरमा छोराछोरी बिरामी भएको थाहा पाउने मेरी आमा हुनुहुन्छ। सपना देखेको भरमा छोराछोरी बिरामी भएको थाहा पाउने मेरी आमा हुनुहुन्छ। भन्छिन् होला पुरा तिम्रो दिल प्यासीले, भन्छिन् होला पुरा तिम्रो दिल प्यासीले, मेरो दिलको शिरमा मेरी आमा हुनुहुन्छ। मेरो दिलको शिरमा मेरी आमा हुनुहुन्छ। हेर्छौ छाती चिरिदिन्छु जिन्दगीका नसा नसा, शरीरमा मेरी आमा हुनुहुन्छ। हेर्छौ जिन्दगीका नसा नसा, शरीरमा मेरी आमा हुनुहुन्छ। सजाएर राखेको छु मैले अजम्बरी ती आँखाका तस्बिरमा आमा हुनुहुन्छ। सजाएर राखेको छु मैले अजम्बरी ती आँखामा तस्बिरमा मेरी आमा हुनुहुन्छ। आज वैशाख 14 गते माता तीर्थ आमाको मुख हेर्दै संसारभरि छरिनु भएका सम्पूर्ण त्यही महान आमाप्रति हार्दिक नमन सहित सम्मान व्यक्त गर्दछु। सबै आमा जसले आज हजारौं धेरै छोरा छोरी जन्माएर आज यो संसारलाई बदल्ने, संसारलाई परिवर्तन गर्ने, हजारौं आफ्नो दुःख पीडालाई भुलेर आफ्नो हजारौं दुःख संघर्ष गरेर आज हजारौं मान्छेलाई जन्म दिएर संसारलाई सुन्दरमय बनाउने ती महान आमाप्रति आज मैले नमन व्यक्त गर्छु, सम्मान व्यक्त गर्छु। आमा शब्द आफैमा महत्त्वपूर्ण शब्द छ, आफैमा गौरवान्वित शब्द छ, गौरवशाली शब्द छ। त्यसलाई म कुनै तरिकाले बयान गर्न सक्दैन। आफैमा महत्त्वपूर्ण शब्द भएको त्यही मेरी आमा जसले मलाई 9 महिना कोखमा 10 धारा दूध खुवाएर जसरी मलाई त्यो अवस्थादेखि यो अवस्थासम्म, त्यो बाल्यकालको अवस्थादेखि यो मेरो अवस्थासम्म ल्याउन अत्यन्तै महत्त्वपूर्ण सङ्घर्ष, अत्यन्तै महत्त्वपूर्ण दुःख पीडा झेल्नु भएको छ। ती मेरी आमा जसले मेरा हजारौं खुसीका, मेरा हजारौं सपना खुसीका निम्ति हजारौं हर फल हर प्रयास गरिराख्नु भएको छ। अझै पनि छोरा कतै केही हुन्छ कि भनेर म छोरा काममा हुँदा पनि सुरुमै खाना खाइस भन्ने सोध्ने त्यही मेरी आमा जसलाई मैले धेरै सम्झेको छु। काठमाडौँ, हालमा काठमाडौँमा छु, धेरै सम्झेको छु। यो दिन आमासँग नहुँदै गर्दा पनि म आज धेरै दुखी भएको छु। आजको दिनमा आमासँग सँगै हुनुपर्ने, आमालाई मिठो मिठो खुवाउनुपर्ने कुरा पनि हो। त्यसैले धेरै सम्झेको छु ती मेरी आमा, जसको लागि धेरै सम्झना, माया सबै नेपाली आमाहरूमा धेरै नमन, माया, सम्मान छ। हार्दिक धन्यवाद।